नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। केही समयको अन्तरालपछि म हजुरहरूमा आज नयाँ प्रस्तुति लिएर उपस्थित भइसकेको छु। आजको यो प्रस्तुति मेरो लागि बिल्कुलै नयाँ हुनेछ। त्यही भएर हजुरहरू पनि मलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो रेसिपी तयार गर्नको लागि चाहिने इन्ग्रिडियन्टहरूलाई मैले स्क्रिनमा दिएको छु, कृपया नोट गर्नुहोला। म आज ज्याक फ्रुट अर्थात् कटहरबाट बन्ने एकदमै मिठो रेसिपी सेयर गर्दैछु हजुरहरूसँग। जसको लागि मैले हाफ केजी जति कटहरलाई लिएको थिएँ। मसँग चाहिँ बोक्रा निकालेको कटहर नै एभाइलेबल भएको भएर यसलाई मैले इजिली काट्न सकेँ। हजुरहरू आफूलाई चाहिने मात्रामा लिन सक्नुहुन्छ है। सो मैले यो कटहरलाई चाहिँ बोइल गर्नेछु पहिले, त्यही भएर छिट्टै बोइल होस् भनेर मैले चाहिँ यसलाई मसिनो मसिनो पिसमा काटेर रेडी गरेँ। साथै मैले आज यसमा आलु पनि मिक्स गर्ने भएको भएर 4वटा मिडियम साइजको आलुलाई पनि यसरी बोक्रा तासेर पखालेर अनि कटहरसँगै उसिन्नको लागि एउटा कुकरमा ट्रान्सफर गरिदिएँ। साथै मैले अघि काटेर राखेको कटहरलाई पनि त्यही कुकरमा ट्रान्सफर गरिदिएँ। अब म यसलाई अलिकति पानी र थोरै मसलाहरू हालेर बोइल गर्नेछु। मैले अघि मसला त भनिहालेँ, तर यसमा टिपिकल मसला भन्दा पनि मैले यो कटहर बोइल भइसकेपछि यसको कलरमा थोरै चेन्ज आओस् भनेर थोरै बेसालाई हालिदिएको छु। साथै यो कटहर बोइल हुँदाखेरि चाहिँ थोरै यसमा नम्किनपना आओस् भनेर मैले यसमा हाफ टेबल स्पुन जति नुन पनि हालिदिएँ। साथै मैले 1 गिलास जति पानी पनि हालिदिएर यसलाई बोइल गरेँ। बिर्को लगाएर 3 सिटी जति लगाइसकेपछि चाहिँ अब हजुरहरूले देख्न सक्नुहुन्छ कि यो बोइल भइसकेको छ र मैले यसलाई अघिको एउटा आरीमा ट्रान्सफर गरिदिएँ। यो अहिले एकदमै तातो भएको भएर म यसलाई एकैछिनको लागि सेलाउनको लागि छोडिदिनेछु। अब भने हजुरहरूले देख्न सक्नुहुन्छ कि यो हल्का सेलाउँदै आइसकेको छ। अब चाहिँ यसलाई मैले मसिनो बनाउनु पर्ने हुन्छ, त्यही भएर मैले एउटा काँटा चम्चीको सहायताले यसलाई यसरी म्यास गर्दैछु। हजुरहरू पोट्याटो म्यासरहरू छ भने त्यसको सहायताले अथवा अन्य कुनै सामग्रीको सहायताले यसलाई यसरी म्यास गर्न सक्नुहुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ कि मैले यसलाई एकदमै मसिनो बनाएर इजिली म्यास गरेको छु है। सो मैले चाहिँ यसमा माथिबाट थोरै प्याजलाई मिक्स गरेको छु। आई थिङ्क यो मिडियम साइजको एउटा प्याज थियो। हजुरहरू पनि त्यही अनुसार क्वान्टिटी युज गर्नुहोला। प्याजलाई हामीले यो प्रोसेसमा धेरै युज गर्दैनौँ। साथै मैले यसलाई थोरै स्पाइसी बनाउनको लागि हरियो खोर्सानी हालेको छु, किनभने म अझै यो प्रोसेसमा रेड चिल्ली पाउडरलाई टिपिकली स्किप गर्दैछु। मैले चाहिँ यति तयार गर्नको लागि आई थिङ्क 4वटा जति हरियो खोर्सानीलाई लिएको थिएँ। हजुरहरू आफ्नो स्वादअनुसार लिनुहोला। साथै कलरको लागि मैले यसमा थोरै बेसार पनि हालिदिएँ माथिबाट। र अब भने यो मेन इन्ग्रिडियन्ट हजुरले छुटाउनै नहुने भनेको चाहिँ रहेको छ यो बेसन। मैले यसमा 2 चम्ची जति बेसनलाई एड गरिदिएको छु। हजुरहरू त्यही अनुसार क्वान्टिटी युज गर्नुहोला। हामीले यसमा पानी युज गर्दैनौँ। यसलाई अब म त्यही अघिको काँटाको सहायताले बिस्तारै चलाउँदैछु। हजुरहरूमध्ये कतिजनालाई कटहरको सब्जी मनपर्छ कृपया कमेन्ट गर्नुहोला। मेरो चाहिँ सधैँ फेभरेट थियो, तर म त्यसलाई सिम्पल तरिकाबाट बनाउँथेँ र आजको यो प्रोसेस चाहिँ मेरो लागि टिपिकल्ली नयाँ रहेको छ। अब यति भन्दै गर्दाखेरि मैले चाहिँ यसलाई मजाले मोलिसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ। अब मैले हातमा थोरै तेल लगाएर यो अघि मोलेर बनाएको डोलाई यसरी लड्डुको सेप दिएको छु। हजुरहरूले देख्न सक्नुहुन्छ कि यो कहीँबाट पनि यसरी बाहिर निस्किएको छैन। टिपिकली यो लड्डुको सेपमा आइसकेको छ। अब भने मैले थोरै थोरै गर्दै यो सबै लड्डुको सेप मैले यिनीहरूलाई दिइसकेको छु र अब भने यसलाई म फ्राई गर्नेछु। फ्राई गर्नको लागि मैले एउटा कराई बसाएँ र ग्यास अन गरेर कराई तातिसकेको थियो र मैले अलिभ ओइललाई माथिबाट हालिदिएँ। यो रेसिपीमा हजुरहरूले मिस गर्नै नहुने मेन इन्ग्रिडियन्ट भनेको चाहिँ यो काजु रहेको छ। काजुले यसको टेस्टलाई अझ एनहान्स गर्नेछ, अर्थात् यसको ग्रेभीलाई अझ एनहान्स गर्नेछ। त्यही भएर मैले 6वटा काजुलाई लिएर तेलमा एकैछिन फ्राई गरेर यसलाई निकालेको छु। यसलाई चाहिँ म अहिले अदुवा लसुन खोर्सानीको पेस्ट बनाउँदाखेरि मिक्स गर्नेछु। र अब भने त्यही तेलमा मैले अघि लड्डु सेप दिएर राखेको कटहरको डोलाई पनि यसरी एउटा एउटा गर्दै फ्राई गर्नको लागि हालेर यसलाई म अब बिस्तारै मिडियम फ्लेममा राखेर फ्राई गर्नेछु। किनभने म चाहन्ने कि यसको यो बाहिरको कलर मात्रै बेसी फ्राई होस् र अनि भित्र चाहिँ काँचो होस्। त्यही भएर यसलाई चाहिँ हामीले मिडियम फ्लेममा फ्राई गर्नुपर्ने हुन्छ। सो यसलाई चाहिँ म पेसेन्सले एकदमै बिस्तारै वेट गरेर चलाउँदै फ्राई गर्दैछु।
त्यसैले हजुरहरू पनि यो फ्राई गर्दाखेरि चाहिँ यसलाई हाई फ्लेममा राखेर फ्राई नगर्नुहोला। सो यति भन्दाखेरि नै हजुरहरूले देख्न सक्नुहुन्छ कि यो चाहिँ फ्राई भइसकेको छ। यसै गरेर मैले थोरै थोरै गर्दै सबै अघि लड्डुको सेप दिएर राखेको कटरलाई चाहिँ एउटा एउटा गर्दै मैले हालेर यसरी फ्राई गरेको छु। म यो कटहरको सब्जी बनाउँदैछु, त्यही भएर म चाहन्न कि यो कटहरको स्वादमा थोरै पनि फरक आओस्। हो, यसलाई पकाउने तरिकामा थोरै चेन्ज हुनेछ, तर म चाहन्छु कि हामीले कटहर खाँदाखेरि कटहरकै स्वाद आओस्। त्यही भएर मैले यसमा अहिले अरू कुनै पनि प्रकारको मसलाहरूलाई मिक्स गरेको छुइनँ। यति भन्दाखेरि मैले लसुन र अदुवा पनि रेडी गरेर राखिसकिरहेको थिएँ र यसलाई पनि अघिको काजुमा मिक्स गरेर मसला रेडी गरेँ। साथै हजुरहरूले देख्न सक्नुहुन्छ कि मैले यो अघि लड्डुको सेप दिएर रेडी गरेर राखेको कटहरलाई पनि अलिअलि गर्दै सबै फ्राई गरिसकेँ। अब भने मैले थोरै तेल हालेँ र अनि माथिबाट ज्वानोलाई एड गरिदिएँ र त्यसलाई एकैछिन फ्राई हुनको लागि छोडिदिएँ। हजुरहरूले अब देख्न सक्नुहुन्छ कि यो हल्का फ्राई भइसकेको छ र अब मैले ग्रेभी बनाउनको लागि चाहिँ एउटा ठुलो साइजको प्याजलाई काटेर लिएको थिएँ र मैले त्यसलाई यसरी माथिबाट हालिदिएँ। हजुरहरू यसको पेस्ट बनाएर हाल्न चाहनुहुन्छ भने पनि पेस्टलाई पनि हाल्न सक्नुहुन्छ। तर म चाहिँ यसलाई यसरी पकाउनेवाला छु, किनभने म चाहन्छु कि यो चाहिँ तेलमा आफै पाकोस्। साथै म टमाटर लाई पनि यसमै पकाउने भएको भएर चाहिँ, अथवा टमाटर प्युरी युज नगरिकन टमाटरलाई यसरी पकाउने भएको भएर पनि मैले प्याजलाई यसरी पकाउँदैछु। किनभने प्याज र टमाटर त सँगै पाकि नै हाल्छ। यसले चाहिँ मलाई अझै ग्रेभी अझै मिठो स्वाद दिन्छ जस्तो लाग्छ। त्यही भएर एनिवे यो प्याज हल्का फ्राई भइसकेको थियो, त्यही भएर मैले चाहिँ यहाँनिर थोरै दालचिनीको टुक्राहरूलाई यसरी माथिबाट हालिदिएँ ताकि यो ग्रेभीको स्वाद थोरै अझ बढी इन्हान्स होस्। साथै मैले यहाँनिर लोकल टमाटरलाई लिएको थिएँ। लोकल टमाटर मैले 7-8वटा मिडियम साइजको टमाटरलाई लिएको थिएँ र मैले त्यसलाई यसरी माथिबाट हालिदिएँ र अब म यसलाई एकैछिन टमाटरको लागि पाक्नको लागि छोडिदिनेछु। यो टमाटर हाल्दाखेरिसम्म चाहिँ मैले ग्यासको आँचलाई हाई फ्लेममा छोडेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ मैले कलरको लागि थोरै भिसा युज गरेँ र हाफ टेबल स्पुन जति नुनलाई युज गरेको छु। मैले अघि पनि भनेको थिएँ, मैले यो खानेकुरा चाहिँ म आफ्नो घरमा खानको लागि बनाउँदैछु, त्यही भएर म कलर यसमा अझ कलर बढी ल्याउनको लागि फुड कलर अथवा रेड चिली पाउडर युज गरिरहेको छैन। सो मैले नुन र बेसार हालिसकेपछि चाहिँ यसलाई एकैछिन पाक्नको लागि यसरी डाडुको सहायताले चलाइदिएँ। मैले यसलाई चाहिँ अझ स्पाइसी बनाउनको लागि 3वटा मिडियम साइजको खोर्सानी, हरियो खोर्सानीलाई यसरी लिएर हालिदिएको छु ताकि यो ग्रेभी खाँदाखेरि अझ स्पाइसी बनोस् भनेर। त्यही भएर मैले चाहिँ अब यसलाई पनि हालेर एकैछिन यो ग्रेभीसँगै पाक्नको लागि छोडिदिनेछु र अनि एकैछिन पाक्नको लागि छोडिदिइसकेपछि चाहिँ मैले यहाँ माथिबाट यसरी जिरा धनियाँको पाउडरलाई 1 चम्ची जति हालेको छु। साथै मैले आधी चम्ची जति गरम मसलालाई पनि माथिबाट हालिदिएँ र मजाले मसला सबैतिर लाग्ने गरी एकपटक चलाइदिएँ। अब यसलाई एकपटक मजाले चलाइसकेपछि चाहिँ म यसलाई एकैछिन छोपेर पकाउने छु र यो टमाटर र प्याजलाई मजाले पाक्नको लागि छोडिदिनेछु र ग्यासको फ्लेमलाई भने मैले लो फ्लेममा छोडिदिनेछु ताकि यो मसला नडढोस्। हजुरहरू पनि यसलाई लो फ्लेममा पकाउनुहोला। म चाहिँ आज धेरै स्पाइसी मैले आज यो मसला रेडी गर्नको लागि चाहिँ एउटा सुकेको खुर्सानीलाई युज गरेको थिएँ। साथै काजु र अदुवा लसुनको प्रयोग भएको हुनाले यो मसला चाहिँ देख्दाखेरि सेतो कलरको छ, तर ट्रस्ट मी यसको ग्रेभी एकदमै मिठो हुनेवाला छ। सो मैले चाहिँ यो मसलालाई हालिसकेर एकपटक मसला सबैतिर मजाले लाग्ने गरी चलाइदिएँ। साथै हजुरहरूले देख्न सक्नुहुन्छ मसला हाल्नु अगाडि पनि यो टमाटर र तेल छुटिँदै आइसकेको छ, मतलब यो टमाटर चाहिँ हल्का पाक्दै आइसकेको थियो। साथै यो टमाटर चाहिँ लोकल टमाटर भएको भएर पनि यसलाई पकाउनलाई हामीले धेरै बेर मेहनत गर्नु पर्दैन। मसला हालिसकेपछि चाहिँ मैले यसलाई एकपटक मजाले चलाइदिएँ र थोरै पानी हालेर यसलाई लो फ्लेममा पाक्नको लागि छोडिदिएँ। म अब यसलाई त पाक्नको लागि छोडिदिउन्जेल उता गार्निस गर्नको लागि धनियाँ पनि काटेर राख्नेछु र साथै पानी पनि तताएर रेडी गरेर राख्नेछु।
अब भने हजुरहरूले देख्न सक्नुहुन्छ कि यो ग्रेभी चाहिँ पर्फेक्टली पाकेर रेडी भइसकेको छ। साथै मैले यतातिर पानी पनि तताइसकिरहेको थिएँ। सो मैले त्यो पानीलाई चाहिँ माथिबाट यसरी हालिदिएँ। आई थिङ्क मैले यसको लागि 1.5 गिलास जति पानी युज गरेको थिएँ। हजुरहरू आफ्नो आवश्यकताअनुसार कति बनाउँदै हुनुहुन्छ त्यही अनुसारको मेजरमेन्ट लिनुहोला। साथै हजुरहरू चाहिँ नुन हाल्दाखेरि पनि विशेष ध्यान दिनुहोला, किनभने हामीले अघि त्यो कटहरको बल बनाउँदाखेरि नै पनि हामीले नुनको प्रयोग गरेको थियौँ बोइल गर्नको लागि। त्यही भएर त्यो अलरेडी अलिअलि नम्किन हुन्छ। त्यही भएर हजुरहरूले यो प्रोसेसमा बढी नुन हाल्नुभयो भने चाहिँ यो बढी चर्को हुनसक्छ। त्यही भएर विचार पुर्याएर नुन हाल्नुहोला। एनिवे अब यति भन्दै गर्दाखेरि चाहिँ मैले अघि रेडी गरेर राखेको फ्राई गरेर राखेको बललाई चाहिँ यसरी एउटा एउटा गर्दै हालिदिएँ र यो ग्रेभीमा एकैछिन मजाले डुबोस् भनेर चाहिँ यसरी डाडुको सहायताले अलिअलि गर्दै बिस्तारै चलाइदिएँ। यो फ्राई गरेको भए तापनि यो ग्रेभीमा चाहिँ छिट्टै फुट्न सक्ने भएको भएर चाहिँ हामीले जस्ट सर्भ गर्नुभन्दा केही बेर अगाडि नै यसमा ग्रेभीमा चाहिँ यो रेडी गरेर राखेको लड्डुलाई हालेर एकैछिनको लागि पाक्नको लागि छोडिदिनु पर्ने हुन्छ। अब एकैछिन पाक्नको लागि छोडिदिइसकेपछि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ कि हाम्रो यो कटहरको कोफ्ता अर्थात् यो कटहरको नयाँ प्रकृतिको नयाँ प्रकार चाहिँ रेडी भइसकेको छ। म चाहिँ आज यसलाई राइससँग सर्भ गर्दैछु। सो यसलाई चाहिँ मैले अघि काटेर राखेको धनियाँले माथिबाट यसरी गार्निस गरिदिएँ र अब चाहिँ यो सर्भ गर्नको लागि पर्फेक्टली रेडी छ। मेरो यो पहिलो प्रयासमा बनेको यो कटहरको कोफ्ता अर्थात् यो कटहरको नयाँ परिकार मलाई चाहिँ अवश्य एकदमै मन परेको छ। सो हजुरहरू पनि एकपटक अवश्य ट्राई गर्नुहोला अनि कस्तो लाग्यो हजुरहरूलाई फिडब्याक दिन पनि नबिर्सनुहोला। हजुरहरूलाई आजको प्रस्तुति कस्तो लाग्यो कृपया सल्लाह सुझाव र प्रतिक्रियाका लागि कमेन्ट गर्न नबिर्सनुहोला। भिडियो मन परेमा भिडियोलाई एउटा लाइक दिन नबिर्सनुहोला। हजुरहरूले अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथै हाम्रो च्यानलबाट आउने अन्य यस्तै मिठो मिठो प्रस्तुतिहरू र लाइभ स्ट्रिमहरू मिस नगर्नको लागि च्यानलको सब्सक्राइब बटनसँगै भएको बेल आइकनलाई पनि अलमा क्लिक गरेर छोडिदिनु होला। म हजुरहरूमा अर्को नयाँ प्रस्तुति लिएर चाँडै नै उपस्थित हुने बाचाका साथ अहिलेको लागि बिदा माग्न चाहन्छु। त्यतिन्जेलसम्मको लागि स्वस्थ व्यस्त र मस्त रहनुहोला। थ्याङ्क्स फर वाचिङ। बाई।